दर्शकहरू आज म चाहिँ कस्ट्युम खेल्न जान लागेको छु। हिजोलाई मेरो नयाँ भिडियोमा आएको छ। आज म कस्ट्युम खेल्छु रेन्डम प्लेयरसँग। अब चाहिँ म एउटा कस्ट्युम बनाउँदै कस्ट्युम रुम सोलो खेल्दिनँ, म स्क्वाड खेल्न सक्दिनँ होला। हार्ड कोर चाहिँ नखेलौँ, रेन्डममै खेलौँ। राउन्ड चाहिँ 7 राउन्ड राख्ने, अनि यो नर्मल भयो लिमिटेड एमो नराख्ने। हेडसट चाहिँ एस राखौँ। ल स्टार्ट भयो। अब को आउँदो रहेछ? को आयो यो पोए भनेको आयो। ल भइसक्यो स्टार्ट हाम्रो रुम। अब मैले ब्याग चाहिँ किन बोकेर आएको गाइस मलाई थाहा छैन। वान ट्यापको हो भनेपछि त कट्टा नै लिनु पऱ्यो। उताको प्लेयर कस्तो हो गाइस हेरेको छैन मैले। को ऱ्यान्डमसँग खेलेको म। हजुरहरूलाई मैले वान ट्याप देखाउँछु। वान ट्याप हेर्नुहुन्छ? वान ट्याप च्यानलमा नयाँ आउनुभएको छ भने लाइक र सब्सक्राइब गरेर गराउनु होला, अनि सेयर पनि गरिदिनु होला नबिर्सेर। अनि एनिमी कहाँ गयो? एनिमी गाइस यसलाई त वान ट्यापै पेल्छु म। ओ गाइस पेल्छु मलाई पेल्छु। सर्ट रेन्जै गरेर हान्ने हामी। के हो गाइस भुटे खाँदै रहेछ। तर हामी यस्तो प्रो प्लेयर अनि कति यति ड्यामेज लाउने के यो कट्टाको मैले के नराम्रो लाग्ने गाइस यार। फोर्टी 47 को मैले के हो चेता खाँदै हो मलाई। के हो मर्दैन त हो यो नुबडा त। यो गोली होला गाइस एक रेसिएटीको लादा त्यसै दिन्छ। अब कहाँ लुगे अब थाहा छैन गाइस। के यस्तो नुबडा उ हेरेछ केले हाने खाने मलाई। लोलमा नआइकन मार्न खोजेको यसले मलाई मारिदियो। अनि वान गोली हान्ने फोन लिनु पऱ्यो। त्यो कट्टाले कतिखेर हान्छ मर्दै मर्दैन। म एउटा एक्सपेक्टेरै लिनु पऱ्यो। त्यो झ्याल्टी खेल्यो त्यसले रे। म वान टाइम वान लिएर आउनु उ त M14 लिएर आएको थियो। के भन्ने अब यस्तोलाई के तर म पनि यसले मारिदिन्छु गाइस। ढुक्क हुनु चिन्ता नलिनु। जो हजुरहरूले आफ्नो नाम कमेन्ट दानी लेख्न सक्नुहुन्छ। हजुरहरू कति फिङ्गर हो त्यो पनि लेख्न सक्नुहुन्छ। कमेन्ट आइडी पठाउन सक्नुहुन्छ। मेरो फ्रेन्ड लिस्ट आउन हो भने म एक्सेप्ट गर्छु। हामी त नुबडा कहाँ हुन्थ्यो? यहीँ आइज मुखमै आइज। ओए यो त नुबडा रहेछ। हराम रहेछ। यस्तोलाई के नि गाइस अब म नुबडा नभने के नि अब। मेरो मुभमेन्ट स्पिड कस्तो छ गाइस? राइट राख्दै छैन। मैले आफ्नो तारिफ त कहिले गरे नै छैन। ओ माई गॉड कहाँ मुन्नी चाहिँ ल कहाँ के हो? कस्तो नमरे नि ए गाइस म एकछिन त बोली नै नुबडा त मार्नु पर्यो। झ्याल्टी गाइस के नि यस्तो नुबडा अब के नि ये सिटीले बेल्दिन्छु अब धेरै रिस उठायो। फर्स्ट ब्लड मैले झ्याल्टी खेल्यो। म पंखा लाएर एकैछिन रोक्नु है। गरिम भएको मलाई अब यसलाई म आफ्नो रियल गेम प्ले देखाउँछु।
डबल एसिएटी लिएर पेलिङ ल नि त पेलिङ न त डबल एसिएटी लिएर अहिलेसम्म नि हुनुहुन्छ भने मेरो भिडियोमा लाइक गर्नुभएको छैन भने लाइक गरिदिनु सब्सक्राइब गरिदिनु भएको छैन सब्सक्राइब गरिदिनु च्यानलमा नयाँ हुनुभएको छैन कमेन्ट पनि गरिदिनु सक्नुहुन्छ होला होइन नुडा कस्तो कस्तो नुडाहरू आउँछ नि गेममा नि यसलाई त गाइस म लङ रेन्जबाट खेल्छु अब निस्किन लङ रेन्ज कसरी खेल्ने हामी सर्ट रेन्ज त के खाने मेरो र त्यो गन गोली यहाँमा आउँछ अनि नुबडा वान ट्याप खायो नि त बट भइदेखि चेताइरहेको थियो मलाई खायो भेट्यो नुगाले मस्तो चाहिँ होला चेताउनु खोजेपछि त्यस्तै हो कि नि अब अच्छा मलाई चेताउनु खोजेको कि गाइस के नि अब यस्तो नुडाले के नि अब अहिले नि डबल एसीले भेटिदिनु एसिएटीले त्यसले नि वान टाइम लिएर आएर नजिक गएर मारिदिन्थ्यो थम्न लिएर आउँछ के नि अब म वान टाइपको नराखेँ म जितिसक्यो अघि नि ल्याइसकेँ इसको बनाएर हान्नुहोस् है लाएन मोहे ल एक गोलीको खेला गाइस त्यो हुन त म वान ट्याप गर्नु त खतरा गर्नु म पनि थाहा रहेछ पहिला थाहा भएको गाइस टाढा भएको अहिले पेलिङ मलाई अनि नुडा यस्ता नुडाहरूलाई लिएर खेलेपछि के नि गाइस अब देख्नु नि नुडालाई कसरी पेलिदिएको मैले ढुक्कल जित्छु कि गाइस कस्ट्युम यस्ता नुडाहरूलाई त मैले त सानो देब्रे हातले हराइदिएको थिएँ अहिले मात्रै हो अहिले हात पसिना आएर हो मलाई नत्र त 2 राउन्ड नि जित्न दिन्थिनँ गाइस मैले छिटो भने 50 सब्सक्राइब पुगाइदिनु होला हाम्रो म लाइभ स्ट्रिम गर्छु 50 सब्सक्राइब पुग्यो भने गर्न खोजेको थिएँ लाइभ स्ट्रिम तर गर्न मिलेन के नि अब युट्युबले 50 सब्सक्राइबर पुगा भन्छ बल्ल चाँडोसम्म 50 सब्सक्राइब पुगाइदिनु होला हाम्रो भ्युज नि राम्रो आउनु थालेको छ आजकल त किन हो अस्ति एउटा भिडियो हालेको 250 कति 240 हजार गाइस नुडा त टाढा हान्नुहुन्छ यो बट बुढी मारिदिन्छ यसले त अहिले भाइ आइज तँलाई त म त लङ रेन्जबाट पनि हाल्नु सर्ट रेन्ज गयो भने तैँले मलाई खेल्छस् थम्सन लिएर आएर बौला ल पुस्यो अनि एउटा यति खोपडी देख्यो भने मरिसक्छ कि यिनीहरू मेरो अगाडि यस्तो चुङ्गिने अर्को भिडियो चाहिँ म हेडसटको बारेमा बनाउँछु होला सायद सपोर्ट देखाउनु भने त बनाइदिन्छु नत्र यसै बनाउनु होला तर जतिसम्म सपोर्ट गर्नुहुन्छ त्यतिसम्म म नि बनाउने प्रयास गर्छु त्यही भएर लाइक र सब्सक्राइब गरिदिनु होला के आयो मेरो मान्छे ओहो बन फायर झन् हाम्रो नुडा गरेर झन् अब त्यहाँ जाने बित्तिकै ग्लोबल प्ल्याक लगाएर अनि तर ग्लोबल प्ल्याक ल्याउनु पनि पर्दैन नारी लिएर आऊ आइमी लिएर आऊ नि त गाई चाहिँ मैले आइमी क्यारेक्टर आइमी लिएर आऊ यो ब्याक गए चाहिँ क्या डराएर मलाई हेराउन त गाह्रो हो गाइस टाढा पनि भाग्नु मिल्दैन एउटा त कहाँ मेङ हाने गाइस यसले पेलिन्छ गाइस मलाई थाहा पक्का थाहा एउटा कहाँ क्याम्पिङ हानेको यहाँ बसेर किन्नु ब्रो मलाई पेल्न खोज्यो अरे मलाई कसलाई अरे मलाई अलि औकात हेरेको जस्तो भाइले अलि फेरि हेरेको जस्तो एउटा गेममा 2-2टा उस लिनु मिल्छ सुपर मेडिकेट गाइस मैले पहिलो थाहा पाएको क्लासेसबाट लिन खोजेर लिनु नमिल्छ चाहिँ के हो यसो पोस्टमा लिन मिल्ने अरे क्लास 2मा लिन नमिल्ने अरे मिल्छ कि मिल्दैन फेरि कमेन्ट गरिदिनु त मैले पहिलो थाहा पाएको 2-2टा लिनु मिल्छ नि सुपर मेडिकेट गेमको के ग्लिच हो क्या ए म एउटा ग्लिच देखाउँछु गाइस अहिले छ कि छैन होला हटाइदियो होला गरिनाले
नि ब्याग गयो त्यो एउटा फोर्थ राउन्डसम्म त अन आइरहेको थिएँ कि अहिले गएर ब्याग गएको जस्तो ल यसलाई त म त ब्याग गए पनि म यसलाई M500ले मात्रै हान्छु है त 3 गोली हान्न खोज्छु है त 3 गोलीमा मऱ्यो भने मऱ्यो नत्र भने नमऱ्यो मऱ्यो भने मऱ्यो नमरेन भने मरेन मेरो के दोष मर्न पनि हो मस्तो प्लेयरले मार्दैछ त्यो यस्ता निबडा त के हो लाग्छ त हालै पोपट हानिदिने के ब्याग गास्तो गऱ्यो नगरी 1 2 भएन गाइज भएन मान्दैन अलि एक फेर हान्न खोज्छु मैले अझै 3 फेर हान्न 2 फेर 3 फेर हानेको हो नि मैले तर त्यो उसै ड्यामेजै थोरिरहेछ ड्याम 500 म के गरेँ मेरो गल्ती होइन ल अब कट्टाले हानिदिन्छ त ल कट्टाको 2 गोली मात्र ल सब फालिदिनु ल यो ग्लोल्स बल के फालिदिनु ग्लोल्स बल सब फालिदिनु सब यहाँ देख्नु हेरौँ फेरि आयो मलाई थाहा थियो आउँछ नि फालिदियो देख्नु नि मेन के खान लाग्ने मेरो फाल्नु नमिल्ने रहेछ पोपट भयो मेरो पोपट फाल्नु मिल्छ त यो बनफेर कहाँ हो मिल्दैन कहाँ हुनु भयो लो कहाँ हो वहाँ पुग्यो मैले कति भने 2 गोली भने नि देख्नु नि 1 गोलीमै पेलिदियो आई एम अ प्रो गाइस आई एम अ प्रो हेरो किन यो भिडियो भ्याउनुभन्दा अगाडि तपाईँ हजुरहरूलाई एउटा देखाउन मैले ग्लिच अहिले छ कि छैन म खै छ बिहानसम्म दिउँसोसम्म त एकदम ग्लिच देखाइरहेको थियो त्यो ग्लिच भनेको यहाँ गिल्डमा गएको होइन गिल्डको यो स्टोर हुन्छ नि कहाँको यो गिल्ड स्टोर अनि माथि सही गिल्ड स्टोरमा गएको होइन हेर्नु न यो गन होइन के देखा यहाँ पर्मामेन्ट देखायो नि यो वन सिन त्यो MP40 को पर्मामेन्ट देखायो यहाँ आएर हेर्दाखेरि चाहिँ कहाँ गयो सब यहाँ आएर हेर्दा त 17 घन्टा लागि मात्रै देखायो के ग्लिच यस्तो भइनाको ग्लिच हो कि मेरो मोबाइल हेर्नु न कहाँ गयो यो नि हुन्छ यो नि हुनु कसले खेल्न थाल्यो मैले पछि देखाएँ यो कसले खेल्न थाल्यो ल आजको लागि यति नै भिडियो छ अहिलेसम्म नि हजुरहरूले मेरो भइराख्नु भएको धन्यवाद अन्तिममा लाइक र सब्सक्राइब गर्नु भने लाइक सब्सक्राइब गरिदिनु अनि कमेन्ट पनि गरेर जानु होला थ्याङ्क यू बाई अब अर्को भिडियोसँग सधैँ बाई थ्याङ्क यू लभ यू